नमस्ते साथीहरू, वेलकम छ मेरो यो सिटी ब्लग युट्युब च्यानलमा। तपाईँहरूले देखिराख्नु भएको छ मेरो ब्याकग्राउन्डमा कस्तो छ भनेर। यहाँनिर चाहिँ मजाले डेकोरेट पारेर चाहिँ पार्कहरू मजाले सजाएर फुलहरू रोपेर राखेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ, पछाडि म तपाईँहरूलाई देखाउने छु। यहाँनिर चाहिँ मान्छेहरू हिँड्ने बाटो बनाएको छ। यहाँनिर मजाले मान्छेहरू जगिङ गर्नको लागि, वकिङ गर्नको लागि बिचमा ठ्याक्कै यसरी चाहिँ मजाले डेकोरेट बनाएर चाहिँ राखिएको छ। यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ मान्छेहरू हिँड्नको लागि बिचमा ठ्याक्कै यसरी बनाएको छ। यस्तो छ यहाँको दृश्य भनेको तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। यो पर चाहिँ रेस्टुरेन्ट हो, क्याफे रेस्टुरेन्ट पर्छ यहाँनिर चाहिँ। अहिले चाहिँ बन्द छ, बेलुका बेलुका चाहिँ यहाँनिर चाहिँ खुल्छ, रमाइलो हुन्छ। यहाँनिर चाहिँ प्रायः जसो यहाँ चाहिँ रमाइलो हुने भनेको बेलुका पाखाइ मात्रै हो। दिउँसोमा चाहिँ त्यति रमाइलो हुँदैन। उता रोड पारि तपाईँहरू देख्न सक्नुहुन्छ, उतातिर मस्जिद छ। मस्जिद पछाडि चाहिँ समुद्रहरू छ। म चाहिँ परदेखि नि हिँडेर आएको, अहिले चाहिँ परदेखि हिँडेर आएको, अहिले यहाँ आइपुगेको छ भर्खर। उता पर देख्नु भएको चाहिँ देखेको चाहिँ उतातिर हाम्रो अफिसको बिल्डिङहरू पर्छ। यसको बिल्डिङहरू, त्यसपछि अलिक कालो कालो देखेको चाहिँ अग्लो बिल्डिङ चाहिँ होटल हो, मेरिडियन होटल भन्ने। मेरिडियन होटल भन्ने हो त्यो चाहिँ, तपाईँहरू देख्न सक्नुहुन्छ। यतातिरको दृश्य चाहिँ यस्तो छ। हस् त साथीहरू, तपाईँलाई भिडियो कस्तो लाग्यो, मन परेमा लाइक सेयर फलो गर्न चाहिँ नबिर्सिनु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला साथीहरू भन्दै अहिलेको लागि भिडियो यति नै। हस् त, धन्यवाद।